हेलो सबैजना साथीहरूमा गुड इभिनिङ के छ खबर अनि सबैजना सन्चै हुनुहुन्छ म चाहिँ हल्का बिरामी छु हो मेरो घाँटी चाहिँ एकदमै धेरै देखेको छ कि साथीहरू अनि म चाहिँ एउटा कुरा सोध्न पनि आएको अनि भिडियो बनाउन पनि लागेको छु बनाइरहेको छु के बनाउँछु भनेर अनि म चाहिँ तपाईँहरू चाहिँ गराएपछि पछाडि के गर्नुहुन्छ यस्तो घाँटीहरू दुख्यो भने म चाहिँ होइन कागती लिएको छु भनेको अनि हामीले अदुवा हो अनि त्यस पछाडि चाहिँ हामीले मरिच पनि छ म चाहिँ अदुवा कुट्न लागेको के साथीहरू यस्तरी कुट्यो हो टर्मेरिक पाउडर त्यहाँ हाल्ने हौ यही हालेर त्यो पकाएर खाने होइन क्या यहाँ ल्याउने के गर्ने त यहाँ चाहिँ ल्याउनु त्यसरी त म त खाँदिनँ पानी बनाएर खाने कि झोल पानी पकाउनु स्टाइल हो कि त्यो चाहिँ टिकटकमा हेरेर के को टिकटक हो रियल हो नि कस्तो रियल टिकटकमा हेरेर टिकटकमा हेरेर के को टिकटक हो रियल हो नि कस्तो रियल टिकटकमा हेरेर के को टिकटकमा हेरेर त्यति अहिले देखाएर अहिले फर्किन्छ कति एसिड ल्याएन आगा नस्तो कागतीमै सिप हुन्छ नि त पहिले प्रोग्राम हुन्छ ए पुरै फर्किँदो रहेछ नि त गाइज होइन म चाहिँ पानी पकाएर खाने भनेको मेरो मामाले चाहिँ कागतीको दानामा बेसार नुन अदुवाहरू हालेर यस्तरी बनाइदिनु भएको छ कि गाइज यो चाहिँ कस्तो हुन्छ म खान्छु ल मलाई एकदमै घाँटी दुखेको छ नि त अनि कन्सिल गरेर ट्राई गर्नु पऱ्यो क्या यो मेरो मामाको आइडिया हो क्या यस्तो अबुई करेन्ट लाग्दो रहेछ भाइ के बोले भाई अब के बोले मोमो कति हो नि म त खान सक्दिनँ क्या हो साथीहरू कति खाने म अहिले न गाइजले गरिन्छ गाइज होइन यो त यस्तो त मैले फर्स्ट टाइम खाएको नि त लास्टै गाह्रो के यो खानु त घाँटी दुख्नु गाह्रो भनेको यो खानु यो खानु झन् गाह्रो रहेछ कि साथीहरू त्यो दबाई कहाँबाट मिठो हुन्थ्यो र
दुखैको निको हुने हो कि झन् दुख्ने हो म भोलि भन्छु ल साथीहरू। यदि साँच्चीकै निको हुने भएछ भने हजुरहरूलाई यो टिप्स हुनेछ आइडिया। यदि हुँदैन भने तपाईँहरूसँग के आइडिया छ भन्नु ल, म त्यही गर्छु। हस्पिटलको दबाई खानुभन्दा घर आएपछि औषधि खानु चाहिँ राम्रो हो भन्छ नि त होइन, त्यो भएको भएर क्या। लास्टै गाह्रो हुने रहेछ है खाना। यो खानुभन्दा बरु घाँटी नै दुखोस् भन्ने हुँदो रहेछ क्या। तपाईँहरूसँग के आइडिया छ भने भन्नु ल साथीहरू। बाई।